गाइज चाहिँ भित्र सेरोमनीभित्र हलभित्र होइन हामी आइपुगेका छौँ। अनि यहाँ चाहिँ के छ भनेर मामा बुझ्नुपर्छ। किन के भएर घामपानी गर्दै ए यही हो र स्टेज के डान्स गर्ने हो र हामीले डान्स गर्ने यहाँ हो र बेलुका हो नि यी गर्ने गर्न चाहिँ बेलुका हो क्या अर्कै ठाउँमा अर्कै ठाउँ हो नि होइन अर्कै ठाउँ हो अर्कै ठाउँ हो अर्कै ठाउँ अरे यी बसाउनु मिलाएर बसाउला नि के छ र अब अहिले मेन त अब यहाँ सुरुमा चाहिँ अङ्कल आन्टीहरूलाई बसाउन दिउँ होइन त्यसपछि अनि हामी अहिले बसिराखौँ न होइन ठिकै छ ठिकै छ गाई चाहिँ ल आउँदैछ है गाना सुरु भन्दै क्या गाना कति गाना छ सबले हेर सानो सानोहरू भिडियो सोना बिहे कस्तो भइरहेको छ ल भाइ ल है बेस ल है प्रतीक्षा र पूजा आइसा फोनले बिजी छ के गर्नु साइडमा बस्नलाई के छ स्मृति बोइजहरू त्यहाँ छ है बोइजहरू रमाइलो गरिरहेछन् नि अनि म चाहिँ यहाँ गाइज भइसक्यो Congrats Dipalai. दिपालाई ठुल्ठुलो कङ्ग्रेचुलेसन होइन Dipal and ह्याप्पी Dipi. म्यारिड लाइफ Dipal happy married life हैन आज रमाइलो गरिछ आज धेरै धेरै मुस्कुराउनु भयो दाइ हार्दिक म शुभकामना
हैन दिपल दाई आज त दिन पनि तपाईँको रात पनि तपाईँको सौरभ के छ मलाई एकदम खुसी लागिरहेको छ होइन दिपल बिहेमा आएको छु कङ्ग्रेचुलेसन टु दिपल एन्ड देवकी अझ लामै छु दिपाल दाईको फ्रिडमको आज अन्तिम दिनको लागि धेरै धेरै दुःख व्यर्थ गर्दछ यो कुरामा चाहिँ कङ्ग्रेचुलेसन है दिपल है ल कङ्ग्रेचुलेसन्स है अब यस्तै हो अब सुखदमय जीवनको कामना गाइस यो चाहिँ अब हाम्रो के भन्छ खानपिन कार्यक्रम होइन त खानपिन कार्यक्रम खानासाना खाएर अहिले होइन बसिरह हो अनि खानामा चाहिँ चाउमिन थियो समोसा थियो अनि चिकन 65 पनिर अनि मिठाई अनि रङ टाइमिङ भइसक्यो अनि याद आयो खाइसकेपछि सो खानपिन कार्यक्रमहरू अनि कस्तो लाग्यो लाइक खानपिन कस्तो लाग्यो त खानेकुरा कस्तो लाग्यो खाना एकदम मिठो चिकन भेरी गुड आउट अफ 10 कति लाइक टोटलमा चाहिँ आई वुड से 7.5 हामी धेरै खाएको होला ल भन नि त ल कति हो मलाई चाहिँ अब वाइस मिस भइरहेछ अवस्था मिस भइरहेको छ तर यहाँको खानेकुरा मिठो छ एकदम मिठो एकदम मिठो छ तपाईँहरू यहाँ आउनु होला एकचोटि खानालाई चाहिँ है यहाँ चाहिँ आज पनिर पकौडा होइन के अरे पनिर चिल्ली अर्को चाहिँ के अरे चिकन चिल्ली त हुँदैन चिकन 65 चिकन 65 चाहिँ एकदम मिठो थियो मिठो थियो अनि छोले भटुरेमा मैले चाहिँ छोले मात्रै खाएँ भटुरे खाइनँ प्लेटमै हटेन म त भात नगरौँ गाईहरू होइन भात चाहिँ मैले मिठो खाएँ लास्ट मिठो थियो भात मिठो थियो अलिकति कम्प्लेन चाहिँ के छ भन्दाखेरि अलिकति धेरै काजु किसमिस अलिक धेरै भयो कि अलिकति कम हाल्नु पऱ्यो चामल धेरै हाल्नु पर्यो भात धेरै भयो नेक्स्टचोटि तपाईँहरू आउँदाखेरि चाहिँ काजु कम हाल्नु भन्नुहोस् अनि त्यसपछि यता हेर नि डेजर्ट के गर्ने अरे रिभ्यू दिन आने तपाईँले अब रिभ्यू अब डेजर्टको खासै के दिनु अब होइन ठिकै छ डेजर्टमा त्यसरी फ्लावर पनि छ अनि एकदम साह्रो न साह्रो छ डेजर्ट चाहिँ अलिकति सोचेको भन्दा अलिकति यसमा चाहिँ फरक पाइयो अलिकति पाइयो एक्सपेक्टेसन मिट गरेन हेर त मेरो फोनमा अलिकति भयो यहाँ चाहिँ हाम्रो दिपालको अब के हो सिन्दुर हाल्ने प्रोग्रामहरू हुँदैछ आई थिङ्क सिन्दुरै खोलिएन अब बट्टा म्याजिक भइरहेछ त्यहाँ गाडी छ यो ल फेभरेट पार्ट हो हाल्दैन त अहिले किनभने के रहेछ गाई चाहिँ लाग्यो
भाइ हो पैसा छैन पैसा पैसा छोड्न पाइँदैन है खुट्टा धेरै हाल्दै धेरै के पैसा सबै सबै त्यही हुन्छ पैसा झिकेर वालेट देऊ के पैसा फिर्ता मागिन्छ के हो आजको पैसा त कहाँ हो आज मैले मेरो बिहा अहिलेसम्म पुलिसको पैसा त मलाई अब पनि हल्का बुढी